गाइस यो विजय यो हामी अब पौडी खेल्न जाने हो अनि यो म यो अजन यो रेहान यो चाहिँ आमा अब हामी जाँदैछौँ जम आओ जम पौडी खेल्न जान लागेको छौँ गाइस हामी के भने आज गाइस हामी पौडी खेल्न गइरहेको छौँ आउनुहोस् जाउँ आउनुहोस् लिएर हुन्छ अनि हामी गाइस पहिला यहाँ हाम्रो सानो भान्जा खेल्न लागेको छ गाइस यहाँ पौडी हेर्नुहोस् सानो भान्जा लुगा पुगेर खेल्न लागेको छ यो भान्जा खेल्छ जस्तो लाग्दैन मलाई म नि खेल्दिनँ यो सानो भान्जा खेल्छ एकचोटि कस्तो रहेछ सानो भान्जा कोदो लिनु गएको छ हामी ठुलो पर्छ गाइस हैन अलि पछि खनेर ठुलो बनाउने हो अलि त रोडमा अनि त्यसमा त के हो छाउने रे पालो छ र हामी स्विमिङ जस्तो भनेर खेल्छौँ तपाईँलाई पनि देखाउँछौँ होइन गाइस है हामी भान्जा चाहिँ कोदाल लिनु गएको अनि अब कथेर आउने अनि उसले एकचोटि यहाँ खेलेर यो चाहिँ हाम्रो गोठ हैन यो चाहिँ हाम्रो गोठ अनि यो आँपको रुख उ त्यहाँ माथि आँपको गोठ आमा र आमा पनि छ तरकारी बनाएर हुन्छ अनि हामी चाहिँ उसको यो साथी चाहिँ गाइस हामी दुईटा विजय अनि यो मेरो भान्जा रेहान अनि अर्को सानो भान्जा अजन अर्को सानो भान्जा माथि गयो अब पौडी खेलाइदिने हो गाइस अलि पानी सरप्राइज लाइक सबै गरिदिनु होला है गाइस फलो पनि गरिदिनु होला गाइस अनि यो चाहिँ अलि पानी पानी हामी यहाँ ठुलो बनाउने होइन उयो ढुङ्गा सुङ्गा हटाएर यति बनाऊ अनि हामी पाल लिएर हालौँ आमाले मारिहाल्छ ए ठुलो बनाउँदा के हुन्छ आमाले त अस्ति कत्रो बनाएको थियो यति यहाँबाट तर उले कालेको थियो यस्तै अनि ढुङ्गा हटाएको थियो अनि यो चाहिँ हामीले ढुङ्गा उचाल्न नसक्ने नि गाइस उचाल्न लगाइराख्नु होइन गाइस यसलाई नटेको भने मान्दैन होइन गाइस यहाँ पालो छैन मिल्दैन गाइस त्यतै पालो छन् भन्दा है पालो कहाँ मिल्छ तर पैसा उच्च नि गाइस भन्ने के अरे धुले हुन्छ नि स्याम भन्ने गाइस हामीलाई पैसा चाहियो हो अब फ्लोइङ गरिदिनु होला प्लिज लाइक गरिदिनु होला हामी धेरै जरुरतमा छौँ सरप्राइज पनि धेरै गरिदिनु होला 1K सँग पारिदिनु होला गाइस आजको भिडियो यही भिडियो फर्स्ट युट्युब च्यानल खोलेको भिडियो हो गाइस आयो अजन भन्ने आयो त्यहाँ मेरो सानो भान्जा पल्लो घरको बिजेलाई चाहिँ हामी दुईजना विजय हो कि गाइस गाइस हामी चाहिँ अलि देखाउन अनि यिनीहरू दुईजना मामा दाइ भाइ हो अनि यो सानो भान्जा लुगा फुकाउन लागेको छ गाइस फुगा ल हामी होइन तिमी मात्रै हो फुगा लगा किन फुगा ल ए हाम्रो भान्जा पौडी चाहिँ खेल्दैन त्यहाँ त्यहाँ खन्ने होइन अर्को ठाउँमा बनाउने पानी सरेर ब्याक त्यहाँ गोड पानी आउँछ यहाँ हैन भने ओए अनि यो भान्जा त्यहाँ पाइप लाएर गर्ने हो आधी ज्यान मात्रै नआउनु भने कि पौडी नखेल्ने र आधी ज्यान मात्रै लाउने र अर्को ठाउँमा बनाएपछि चाहिँ धेरै खेल्नु भने है ल है भान्जा ल जाऊ आधी ज्यान मात्रै नजाऊ लुगा नभिजाऊ है कट्टु यो कट्टु नभिजाऊ यहीँ भित्र जाऊ हो गयो अब कट्टु चाहिँ नभिजाऊ है टाउकोहरू भिजाऊ नभिजाऊ टाउकोहरू हो टाउकोहरू भिजाऊ कट्टु पनि फुगा कहाँ त्यस्तोमा हाल्दैछ कट्टु नफुगाले त्यतिको भन्दा गाइस यो भान्जा अब नआउनु लागेको छ ल हेर ल यार हिरो बनाइकन ल अब टाउको भिजाउनु लाग्यो मनकोलाई हाल्दै के त पुडी मुडी खाने कुरा जस्तो आवाज ल यो भान्जा फेरि यो फोहोर पानी भएर नखेल्ने रे गाइस ल यो भान्जा यहाँ टाउको नआउनु लागेको छ गाइस हेर औ भाइ ल तिमी यहाँ टाउको नआउ त भान्जा हो नयाँ खुट्टा नि त हौ अब हामी चाहिँ खनेर अलिक ठुलो पौडी खेल्ने ठाउँ बनाउनु लागेको छौँ हामी नि खेल्ने ठिक्काको बनाउने उता अनि त्यहाँ यिनीहरू 1 2 3 एउटा चाहिँ म सानो भान्जीले कुटो लिएर आउँछु ऊ पनि खन्न पालपिल खन्ने हामी तिनजना सानो भान्जा कोदो लिएर आउँछौ पानी उस नि पाइपबाट हालिदिनु पाइपबाट कहाँ मिल्छ
आमाले मारिहाल्छन् कति लामो पाइप चाहिन्छ कहाँ जाने उता जान लागेको छौँ गाइज हामीले खाल्टो पारेर फेरि पुरिदिन्छौँ है नत्र त्यहाँ बाली हो नि त गाइज हामी फेरि त्यो बनाएर खेल्छौँ त्यस पालो छेर खेल्छौँ गाइज त्यसपछि हामी पुरिदिन्छौँ किनकि आमाले त्यहाँ कराउनुहुन्छ त्यहाँ के त सार्नु भएको छ त्यसैले गाइज हामी त्यहाँ पौडी खेल्ने ठाउँ बनाउन लागेको छौँ गाइज हामी बनाएपछि तपाईँहरूले ठ्याक्कै देखाउन लागेको छौँ गाइज रुक्ने त गाइज हामी लागि बस्यौँ सानो मान्छ अहिले ल्याउने हो क्या ए कोदाल लिन गएको छ गाइज चार्ज पनि सिद्धिन लागेको छ गाइज 20% हाम्रो बारी हेर्नु 20%मा आइसक्यो गाइज हाम्रो चार्ज धेरै नभइकन आएछ भने गाइज अब फेरि भोलि बनाउनु भ्याउँछ कि भ्याउँदैन पनि त्यो हेर्नुपर्छ भोलि पनि हाम्रो भिडियो हेरिदिनु होला लाइक सेयर गरिदिनु होला भोलि पनि बनाउन सक्छु म फेरि कि भोलि कहाँ जान सक्छु कि आओ ल गाइज पहिला पनि एउटा सानो खाल्टो बनाएको थियौँ त्यहाँ मान्छेहरू हेर्दो मान्छेहरू खेल्ने ठाउँ जस्तो बनाउनु भने हेर्दो हामी पहिल्यै खाल्टो त्यहाँ खनेको थियौँ होइन त्यहीँ खन्ने हो हामी त्यो अरू ठाउँमा होइन त्यहाँ त्यहाँ देख्नुभयो होला त्यहाँ थियो एउटा त्यहाँ थियो गोठभित्र त्यो पार ओछ्याएर त्यो पानी उसार्दै गर्दै गर्ने हो गाइज त्यो पाइप भयो नि पाइपबाट पानी हामी गर्छौँ गाइज हेर्नुहोस् है त कस्तो बन्न यही हो गाइज ए गाइज यो सबै निकाल्छौँ हामी यतिको गहिरो मात्रै बनाउने हो हेर्नु त गाइज यो ढुङ्गा होइन यहाँदेखि गाइज यहाँसँग होइन अनि यहाँदेखि यस्तो गर्दा यहाँसँग बनाउँछौँ भने यति एक पाटा जस्तै भइहाल्यो गाइज है यतिसँग बनाउँछ भने मजा आउँछ होला तपाईँहरू हेर्नु है त मकै पनि कति ठुल्ठुलो भइसकेको छ नि हेर्नु गाइज हामी स्किप गर्दैन गाइज अब हामी हेर्नु है देखाउनु लागेको छौँ हामीले यो ऊ भयो अनि अर्को के अरे फर्स्ट पार्ट र अनि सेकेन्ड पार्ट मात्रै हुन्छ गाइज अहिले अब हामी बन्द गरिरहेको छौँ गाइज अब बन्द गर भने फेरि अहिले फेरि बनाउनु मिल्दैन गाइज हामी बन्द गर्दैनौँ त्यसैले हामी यो सानो मेरो भान्जालाई समात्नु दिने हो हामी खनेको सबै देखाऊ है ल सानो भान्जा समात हामीले हाम्रो सबैले देखाऊ खनेको सबैले गरेको ल राम्रोसँग गर्नुहोस् होला हेर्नु एकजना चाहिँ यहाँ खन्दा यता खन्दै आइरह हेर्नु उता दुईजनाले खन्दा यता एकजना खन्दा चिनो बनाउनु बिजे हेर्नु उता नि देख न गाइज हाम्रो उता चाहिँ पालो छ उता चाहिँ सिर्तक गरे हेर्नु धानहरू अनि उता हेर्नु मकैहरू गाइज हेर्नुहोस् एकजना यहाँ आइसके ह गाइज यो भान्जाले भिड बनाइराखेको छ यही अघि भनेको भान्जा हेर्नुहोस् अघि भनेको भान्जा यो हामी घामको गर्दै पौडी खेल्ने ठाउँ बनाउन लागेको छौँ गाइज हेर्नुहोस् होला है त यस्तो घाम छ तर हामी बनाइरहेको छौँ यो भान्जाले राम्रोसित देख्यो भने यो कट नगर्छु यो भान्जाले राम्रोसित देख्यो ल गाइज अब 2-3 घन्टा लाग्ला त्यही पनि हामी आज गोरु पनि यतिबाट लानुपर्छ तर गोरु छेउछेउ जान्छ डराएर तर पनि गोरु हामी ल्याएर पनि खेलेर जान्छौँ घर होइन त गाइज तर गाइज आज चाहिँ बनाएर भ्याउँछ गाइज 2-3-4 घन्टा लाग्ला गाइज कति बज्यो हेरेर
11 बज्यो भने के हो गाइज हामीले कति बजे भ्याउनु पर्छ तपाईँले थाहा नै होला हामी नेक्स्ट पार्टमा देखाउँछ हामी नेक्स्ट पार्टमा देखाउँछौँ तर हाम्रो नेक्स्ट पार्ट भोलि हो भोलि चाहिँ पुरै हामी भोलि दिनभरि खेल्न सक्छौँ आज पानी ओसार्दा ओसार्दा दिन जान्छ होला त्यो त देखा न ऊ त मगाएर बिजे यस्ता देखाउँ न उता देखा उता त्यति देखेर है हामी चाहिँ मगाएर देखाइदिउँ हामी चाहिँ के अरे उता आले गरेर देखाइदिउँ यस्तोको बनाऊ गाइस त्यस्तो बनाउने यहाँ माटो खनेर छापिहाल्दैन नि बनाउने भ्याउँछ बिजे किन यति यति हेर न यता हेर यति यति भइसक्यो नि अलिअलि त पानी ओसारिन्छ होइन कम्मर यति यति बनाउने बिजे बिजे यता हेर न यति यति बनाउने हेर अलि बिजे खन्दै पहिला हामी बिगरमा भन्छ अलि हिँड्न ओइ हाम्रो घर इँटा छ तर हामीले ल्याएन इँटाले बनाउनु सजिलो हुन्छ गाइस हामीले चाहिँ अल्छी राखेर त्यही पनि गरेर होइन गाइस खाना पायो भने अल्छीले सल्छी गाइस हाम्रो भाइ अहिले हाम्रो भाइ चाहिँ जान्छ कहाँ के हामी त भाइ 2 बजी हो भन भ्याउनु अनि भात खान अलि ढिलो अनि बेलुका चाहिँ चरा जाने कि बिजोको यति लाग्यो के भनेर देखाउ न हेर्नु एकजना चाहिँ यहाँ खने उता फुकालेर गर्छु अलिक छिटो हुन्छ होइन एकजना त्यो हाल्टोको माटो निकालेर हेर्नु प्लिज एकजना पनि यहाँ हेर्नु कस्तो मजाले खनिरह मजाले छामा पुरै शीतल राख्यो यहाँ राख यस्तै उल्टो पारेर गाइस सरी यो हामी मोबाइल ताते भएर हामीले मोबाइल ताते भएर हामी 3 पार्टसँग बनाउनु भयो हैन 2 पार्टसँग आज हाम्रो मोबाइल तातो अहिले फेरि 2 पार्टको बनाएपछि पुरै बनाएपछि तपाईँले देखाइदिन्छौँ गाइस हामी पुरै बनाएपछि तपाईँलाई 2 पार्ट देखाउँछ नि भोलि 3 पार्ट बनाउने हो आज 1 पार्ट हेरेपछि फेरि अर्को पार्ट आजै आउँछ त्यही आइडीमा जानु र अनि हेर्नुहोस् के अरे अनि त्यहाँ विजय गेमर भन्ने ठाउँमा छ लाइक चाहिँ जेमा नि गरिदिनुहोस् ल धन्यवाद अनि के अरे अनि हामी बनाएपछि अहिले फेरि 2 पार्ट बनाउँछौँ हामी प्लिज गाइस हाम्रो फलोइङ धेरै अनि भोलि चाहिँ हामी पोडी खेलेको देखाउँछौँ है गाइस भोलि चाहिँ हामी पोडी खेलेको देखाउँछौँ